आज हामी यो क्वेसन सोल्भ गर्न गइरहेका छौँ जो चाहिँ हाम्रो 2079 मा सोधेको छ। एक्सप्लेन व्हाट डु यु मिन बाइ म्याग्नेटिक भेक्टर पोटेन्शियल, अब्टेन एक्सप्रेसन फर इट। मैले यहाँ सेम क्वेसन लेखेको छु र सबभन्दा अगाडि मैले आन्सर लेखेको छु। सुरुमा द म्याग्नेटिक भेक्टर पोटेन्शियल ए भेक्टर हो। ए भेक्टर इज अ भेक्टर फिल्ड हुज कर्ल gives the magnetic field B vector. That is B vector is equal to del cross A, कर्ल A है। अब म्याग्नेटिक भेक्टर पोटेन्शियल भनेको के हो भन्दाखेरि यो चाहिँ एउटा भेक्टर फिल्ड हो जसले चाहिँ हामीलाई जसले हामीलाई कर्ल दिन्छ म्याग्नेटिक फिल्डको भनेको हामीले यसमा एलाई भन्छौँ म्याग्नेटिक भेक्टर पोटेन्शियल। यसलाई मजासँग बुझौँ। खासमा यो चाहिँ एउटा म्याथमेटिकल टुल हो जसले चाहिँ हामीलाई मेजर गर्न हेल्प गर्छ पोटेन्शियल म्याग्नेटिक फिल्ड मेजर गर्न हेल्प गर्छ। जसमा एउटा यो वायर हो अनि यो वायरमा चाहिँ यो चाहिँ करेन्टले यत्र फलो गरिरहेको छ भने यो चाहिँ यस्तो हाम्रो कन्सेन्ट्रिक सर्कलको रूपमा हामीले म्याग्नेटिक फिल्डहरू भेटाउन सक्छौँ। भने यदि यहाँनिर चाहिँ म्याग्नेटिक भेक्टर पोटेन्शियल भनेको चाहिँ यतातिर हुन्छ जो चाहिँ यो म्याग्नेटिक फिल्डको लाइन होइन कि त्यसको अलिकति अगाडि हुन्छ भन्नाले पछाडि अथवा त्यो लाइन जुन म्याग्नेटिक फिल्ड छ नि त्यो लाइनको चाहिँ अलिकति बाहिर हुन्छ र यो जुन बाहिर छ नि त्यसलाई भन्छ हामी म्याग्नेटिक भेक्टर पोटेन्शियल। त्यो चाहिँ क्रससँग आएपछि डेलसँग क्रसमा आएपछि है यो चाहिँ डेलसँग क्रसमा आएपछि अनि बल्ल म्याग्नेटिक फिल्ड भन्ने हो क्या। त्यसरी बुझ्नुपर्छ। जस्तो कि यो चाहिँ एउटा मेन कारण हो जसको लागि म्याग्नेटिक फिल्ड हुन्छ भने जस्तो होइन। यसलाई चाहिँ हामी क्रस डेलसँग क्रसमा आउँछ अनि म्याग्नेटिक फिल्ड प्रोड्युस गर्छ। यो यता आउँदाखेरि डेलसँग क्रसमा आउँछ, डेलसँग क्रसमा आएपछि अनि यो म्याग्नेटिक फिल्ड चाहिँ उत्पत्ति हुन्छ भनेर बुझ्नुभयो। यो चाहिँ डेल हो, मिस्टेक भएको छ। यो नै हो म्याग्नेटिक भेक्टर पोटेन्शियल। कन्सेप्ट चाहिँ क्लियर भयो होला। यो चाहिँ एक्सप्लेनेसन हामीले गऱ्यौँ। अब यसको चाहिँ डेरिभेसन गर्छौँ हामी। अब हामी यसको एक्सप्रेसन निकाल्न गइरहेका छौँ। सो सबैभन्दा अगाडि हामीले पढिसकेको बाइट ल याद गर्नुपर्छ। यो चाहिँ हाम्रो बाइट ल हो जो चाहिँ हामीले पहिले पढिसकेको थियौँ र यसलाई इक्वेसन 1 भनौँ होइन। अनि त्यसपछि हामीलाई अर्को के थाहा छ भन्दाखेरि हामीलाई अर्को यो कुरा पनि थाहा भएकै हुनुपर्छ डेल 1/r भनेको यति हुन्छ भनेर। यो चाहिँ म भन्छु कसरी भनेर, तर यो कुराहरू मैले भन्दै गर्दा तपाईँले नोट अथवा बुक खोलेर हेर्दाखेरि बढी राम्रो हुन्छ, त्यो चाहिँ बढी बुझिन्छ। अब यसमा चाहिँ नोटहरू यो टिप्दै पनि जानु होला। यसमा चाहिँ हामीले आर भेक्टर भनेको सुरुमा के दिन्छ भन्दाखेरि आइएक्स प्लस जेवाई प्लस केजेड यो हामीले दिन्छौँ हो। यदि हामीले यस्तो दिएपछि मान्ने हो हामीले आर भेक्टर भनेको कति हुन्छ भनेर, भने हाम्रो आर स्क्वायर भनेको कति हुनुपर्छ, योलाई यसकै स्क्वायर भनेपछि हाम्रो आई हट्ने भयो, एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर हो, यस्तो हुन्छ। अनि आर भनेको चाहिँ के होला भन्दाखेरि एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायरको पावरमा 1/2 होला। स्क्वायर उता गइसकेपछि यस्तो होला। भने यो 1/2 जुन छ त्यो चाहिँ हाम्रो यहाँ आर तल छ, माथि जाँदाखेरि -1/2 भएको यता। यो चाहिँ हाम्रो यसरी आएको यो चाहिँ होइन। भने यो कसरी आयो भन्दाखेरि यो चाहिँ डेल भनेको यति हुन्छ। यसलाई हामीले भन्छौँ नेब्ला अथवा डेल अपरेटर जो हामीले भेक्टरमा पढ्छौँ त्यसको चाहिँ यो हुन्छ, फर्मुला नै यही हो। अब हामीले यसलाई क्यालकुलेट गर्छौँ भनेको यसलाई यहाँ लगेर डिफ्रेन्सिएट गर्छौँ है। जस्तो हाम्रो यो डेल 1/r कति हुने हो भन्दाखेरि यहाँ लेखेँ, यो चाहिँ हाम्रो सुरुमा यो एक्सको रिस्पेक्टमा हामीले गर्छौँ। भनेको एक्सको रिस्पेक्टमा त -1/2 एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायरको पावरमा -1/2 -1 -1/2 भनेको -3/2 हुन्छ र एक्स स्क्वायरको डेरिभेटिभ हो। सिम्पल डेरिभेटिभ चाहिँ अब थाहा पाउनुपर्छ 2 हो। -1/2 इन्टु 2x इन्टु एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर पावरमा -3/2। अनि त्यसै गरी यहाँ आई पनि हुने भयो किनकि यहाँ आई छ। त्यसै गरी बाँकीको पनि लेख्नु पऱ्यो, जस्तै -1/2 2y एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर अनि यसको पावरमा -3/2 जे क्याप हो। त्यो र हाम्रो -1/2 2z एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर पावरमा -3/2 है इन्टु के क्याप। अब यहाँ 2 क्यान्सल हुन्छ है। अनि त्यो चाहिँ हामी यसलाई मिलाएर कस्तो लेख्न सक्छौँ भन्दाखेरि डेल 1/r लाई है
माइनस आइएक्स प्लस जेवाई प्लस केजेड लेख्न सक्छौँ डिभाइड बाई एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर पावरमा 3/2 के गरेको भन्दाखेरि कमन लगेको के कमन लगेको एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायरको पावर माइनस 3/2 कमन लगेर बचेको लेख्दै लेखेको बचेको चाहिँ हाम्रो आई एक्स बच्यो अनि माइनस वाई जे बच्यो त्यस्तै नै केजेड बच्यो माइनस हामीले यहाँ कमन लगाइसकेको छ है माइनस कमन चाहिँ यहाँ प्लस भयो त्यसपछि यो चाहिँ हाम्रो तल चाहिँ माथि माइनस 3/2 हुन्छ त्यसलाई तल ल्याएर 3/2 बनाएको अनि यसपछि चाहिँ हाम्रो यो भनेको हाम्रो आर हो होइन हामीले अगाडि नै लगाएको थियौँ यहाँ हामीले आर भनेर लगाएको थियो नि अब यसलाई हामीले आर फेरि रिप्लेस गर्छौँ डिभाइड बाई आर क्युब है अनि त्यसपछि यो जुन छ नि हाम्रो कति आयो भन्दाखेरि डेल 1/r इज इक्वल टु आर भेक्टर बाई आर क्युब यो कुरालाई हामीले यो बाइट सेवाटमा लगेर राख्छौँ है यो बाइट सेवाटमा लगेर राख्दाखेरि कति हुन्छ त अब त्यो हेर्छौँ हामी बाइट सेवाटबाट हामीले यो कुरा मैले अघि नै लेखिसकेको थिएँ र यो कुरा हामीले निकाल्छौँ नेब्ला 1/r इज इक्वल टु माइनस आर भेक्टर बाई आर क्युब यो चाहिँ हाम्रो माइनस छुटेको होला अघि त्यसपछि हामीले के गर्छौँ भन्दाखेरि बी भेक्टर इज इक्वल टु म्यु नट आई बाई 4 पाई डिएल भेक्टर क्रस आर भेक्टर बाई आर क्युब लेख्न पाइन्छ है यो चाहिँ मोडलस हो मोडलस चाहिँ हटाउन पाइन्छ यसलाई यस्तै लेख्न पाइन्छ त्यसपछि हामी एउटा भेक्टरको फर्मुला युज गर्छौँ भेक्टरको फर्मुला युज गर्नुभन्दा अगाडि हामीले योलाई सब्स्टिट्युट गरिदिन्छौँ यो जुन छ नि यो त यहाँ बराबर छ है योसँग ओके होइन तर यहाँ माइनस छ यसलाई माइनसले यता फालिदिन्छौँ हामी बी भेक्टर इज इक्वल टु म्यु नट आई बाई 4 पाई यसको भ्यालु हाम्रो के रहेछ त माइनस डेल माइनस नेब्ला 1/r भनेको डिएल क्रस माइनस नेब्ला 1/r अब यसलाई बी भेक्टर माइनसलाई हामीले यसलाई क्रसले यताउति एक्सटेन्ड गरेर माइनस हट्छ मिनेट आई बाई 4 पाई नेब्ला 1/r क्रस डिएल यो चाहिँ हामीले एउटा पायौँ है यसपछि हामी भेक्टरको फर्मुला युज गर्छौँ है हामीसँग एउटा भेक्टरको फर्मुला हुन्छ नेब्ला क्रस फाइ ए भेक्टर इज इक्वल टु फाइ नेब्ला क्रस ए प्लस नेब्ला फाइ क्रस ए भेक्टर भन्ने फर्मुला हुन्छ त्यो चाहिँ हट्नु हुनुपर्छ भेक्टर हामीले पढ्छौँ यसमा चाहिँ हामीले यसको भ्यालु निकाल्छौँ है त्यो भनेको के होला भन्दाखेरि फाइ क्रस ए इज इक्वल टु यो माइनस यो फाइ क्रस ए नेब्ला क्रस फाइ ए अघिदेखि मिस्टेक भनिरहेको छु यो नेब्ला क्रस ए यो भ्यालु आयो अब यहाँ यसलाई चाहिँ हामी योसँग कम्पेयर गर्छौँ नेब्ला छ फाइ छ 1/r छ क्रस ए छ डिएल छ हामी यसको फर्मुला यसमा पुट गर्छौँ है यसलाई चाहिँ यो फर्ममा लाग्छौँ के गर्नु पर्यो त फाइको भ्यालु 1/r छ ए को भ्यालु डिएल छ है यसमा चाहिँ राख्नु पर्यो भने हामी के पाउँछौँ बी भेक्टर इज इक्वल टु है बी भेक्टर इज इक्वल टु म्यु नट आई बाई 4 पाई इन्टिग्रेसन त्यस पछाडि यो जुन हाम्रो छ त्यसमा चाहिँ हामीले फाइ ए नेब्ला क्रस फाइ ए नेब्लाको नेब्ला नै क्रस फाइ भनेको 1/r है 1/r त्यस पछाडि 1/r ए भनेको डिएल माइनस नेब्ला भनेको 1/r सरी फाइ भनेको 1/r अनि नेब्ला भनेको नेब्ला नै क्रस ए भनेको डिएल यहाँनिर हेर्दाखेरि अब हामीले यो जुन टर्म छ नि यो टर्म चाहिँ 0 हुन्छ है नेब्ला क्रस डिएल किनकि यो चाहिँ डिएल भनेको छ नि यो चाहिँ फङ्सन अफ एक्स वाइ जेड होइन किनकि अब हाम्रो डेल भनेको छ यो जुन चाहिँ डेल यो भनेको त आई डी बाई डी आई डेल बाई डेल एक्स प्लस वाइ सरी जे डेल बाई डेल वाइ प्लस के डेल बाई डेल जेड हो नि त यो भनेको अब यो चाहिँ एक्स वाइ जेडको फङ्सन तर यो एक्स वाइ जेडको फङ्सन छैन भने यसको क्रस गर्दाखेरि त्यो 0 हुन्छ होइन त्यसैले होल टर्म नै 0 हुने भयो बस्यो यति टर्म मात्रै हाम्रो बी भेक्टर इज इक्वल टु हाम्रो के आउने भयो म्यु नट आई बाई 4 पाई र इन्टिग्रेसन डेल क्रस 1/r डिएल के हुनु त हाम्रो यहाँ फाइ क्रस डिएल इज इक्वल टु 0 किनकि यो के हो फङ्सन होइन भनेर भन्न सक्नुहुन्छ यसपछि हामीले यति गरिसकेपछि हामीले अब यसरी हामीले कसरी पनि लेख्न सक्छौँ भन्दाखेरि यो चाहिँ बी भेक्टर इज इक्वल टु यसलाई अलिकति घुमाउने तरिकाले लेख्नु जस्तो यसलाई फाइ
क्रस म्यु नट आई बाई 4 पाई इन्टिग्रेसन डिएल भेक्टर बाई आर यस्तो लेख्न पनि पाउँछ हामीले है। क्रसलाई यताउति गरेको यो चाहिँ कन्स्टेन्ट हो नि त, कन्स्टेन्टले त्यहाँभित्र नि ठोस्न मिल्यो। यसपछि हामीले अब के गर्छौँ भन्दाखेरि बी भेक्टर छ नि इजिकल टु बी भेक्टर इजिकल टु पाई क्रस यति जुन छ नि यसलाई हामीले मान्छौँ ए को पाई क्रस ए भेक्टर र हामीले यो प्रुभ गर्नुपर्ने थियो बी भेक्टर इजिकल टु 5 क्रस ए। अझै यहाँनिर सकिएको छैन हाम्रो, यही भनेकै कले है, फेरि कले अझै यहाँनिर सकिएको छैन। अब ए को अलिकति मिलाउनुपर्छ। यहाँसम्म कुरा चाहिँ इजी छ, नोट गर्न सक्नुहुन्छ। हामीले सुरुमा यो कुरालाई निकाल्यौँ, त्यसपछि यो कुरालाई बाहिर लमा राख्यौँ, त्यसपछि हामीले राखेर माइनस यताउति गरेर हामीले यो चाहिँ एक्सन गरेर हामीले यो मिलायौँ होइन। मिलाइसकेपछि हामीले एउटा भेक्टरको फर्मुला ल्यायौँ, त्यसबाट हामीले यसको योवटा टर्मको भ्यालु निकाल्यौँ भनेको यो माइनस यो, र त्यसपछि हामीले यो चाहिँ यो फर्मुला यसमा युज गर्यौँ। युज गर्दाखेरि हामीले यति पायौँ र जसमा हामीले नेबुला क्रस डिएल इक्वल 0 हुन्छ भने किनकि डिएल एक्स वाइ जेडको फङ्सन होइन। त्यसपछि हामीले यो नेबुलालाई यस्तो तरिकाले लेख्यौँ र यसलाई पुरै ए भेक्टर र ए भेक्टर भनेको म्याग्नेटिक भेक्टर पोटेन्सियल हो। र यति अहिले अहिलेसम्म हामीले गरेको अचिभमेन्ट भनेको निकालेको कुराहरू नै भइहाल्यो है। ए भेक्टर भनेको यति हो जसलाई म्याग्नेटिक भेक्टर पोटेन्सियल हुन्छ भनेर मैले भनिसकेँ। यसपछि हामीले अलिकति के मिलाउँछौँ भन्दाखेरि अब ए भेक्टर यो जुन छ ए भेक्टर इज इक्वल टु म्यु नट आई बाई 4 पाई इन्टिग्रेसन डिएल भेक्टर बाई आर यो जुन छ नि ए भनेको यसलाई हामीले यसरी पनि लेख्न सक्छौँ म्यु नट बाई 4 पाई इन्टिग्रेसन डिएल भेक्टर बाई आर सरी यो यहाँ चाहिँ खासमा जे छुट्यो यहाँ चाहिँ डिभी हुन्छ है। यसलाई यहाँ काटेर हामीले तल लेखौँ न होइन, घिचेर मिचेर म्यु नट बाई 4 पाई जे डिभी बाई आर यहाँ नि भेक्टर राख्नु नराखेर हुन्छ, बुझिहाल्छन्। सुरुमा हामीले राखेपछि है यो कसरी भन्दाखेरि हामीले जे भनेको हामीले के लगेको हुन्छ भन्दाखेरि हामीले जे भनेको पहिल्यै एउटा कुरा के लाग्छौँ भन्दाखेरि करेन्ट डेन्सिटी भनेर लाग्छौँ। जे भनेको हामीले करेन्ट डेन्सिटी लगेपछि जे भनेको अब करेन्ट डेन्सिटी भनेको के हुन्छ करेन्ट अपन एरिया है, करेन्ट डेन्सिटी भनेको। अनि यस्तो लग्छौँ भने हामीले यसबाट हामीले के पाउँछौँ भन्दाखेरि यो आई मल्टिप्लाई बाई अथवा आई इज इक्वल टु जे मल्टिप्लाइड बाई एरिया हो। अनि यसरी हामीले मिलाएर लेख्दाखेरि अथवा हामीले आई बाई ए नै लेख्दा बेटर हुन्थ्यो, आई बाई ए होइन। अनि माथि चाहिँ यसलाई यसरी पनि लेख्न सकिन्छ, एरिया भनेको भोल्युम तल लेखेर माथि लेन्थ हो, किनकि लेन्थ क्यान्सल हुन्छ तर एरिया बच्छ नि त। डाइमेन्सन हेर्नु न, डाइमेन्सन यसको लेन्थ यसको के छ एल क्युब, क्यान्सल गरेपछि यहाँ एल स्क्वायर बच्छ, यहाँ पनि एल स्क्वायर छ र करेन्टको डाइमेन्सन त छँदैछ भने यहाँ चाहिँ जे हो। यो कुरा हामीले लेख्न पाउँछौँ भने आई एल इज इक्वल टु जेबी, यो मल्टिप्लाई नलेख्नु त्यसको फेरि क्रसको मात्र जान्छ। अब फेरि आइएल इज इक्वल टु जेबी छ भने यसले हामीले डिफ्रेन्सिएट गर्दाखेरि हामीले यसरी के लेख्न सक्छौँ भन्दाखेरि आइडिएल है सर्फेस इन्टिग्रलबाट यसले जेडिबी यस्तो हामीले निकाल्न सक्छौँ क्या। सो यसपछि हामीले यही कुरालाई हामी पुट गरेको आइडिएललाई हामीले जेडिबी होइन, इजी छ। अब त्यस पछाडि यसलाई हामीले के पनि लेख्न सक्छौँ भन्दाखेरि ए भेक्टर इज इक्वल टु म्यु नट बाई 4 पाई इंटीग्रेशन जे डैश वेक्टर आर डैश वेक्टर डीबी डैश बाई आर वेक्टर माइनस आर डैश वेक्टर यो लेख्न सक्यो। कसरी आयो भन्दाखेरि यो चाहिँ हामीले सुरुमा हामीले एउटा ओरिजिनको पोइन्ट लिएको थियौँ अनि त्यसपछि हामीले फेरि पोइन्ट चेन्ज हाल्यौँ। यो पोइन्टको रेस्पेक्टमा हामीले यहाँ चाहिँ क्यालकुलेट गरिरहेको थियो होइन। अब हामीले यो पोइन्टलाई यहाँ सिफ्ट गरिदियो भने हो, यहाँ सिफ्ट गरिदियो भने के होला, जस्तो यहाँनिर मान्दाखेरि हामीले यो पोइन्टलाई हामीले आर भेक्टर मान्दा थियौँ, यहाँ क्यालकुलेट गरिरहेको थियौँ। अब हामीले आर डैशमा हामीले सिफ्ट गरिदियो भने डिभी डैश यो चाहिँ आर भेक्टर माइनस आर डैश भेक्टर हुने हो कि होइन। अनि यो ओरिजिनलाई यहाँ सिफ्ट गरिदिँदाखेरि चाहिँ यहाँ चाहिँ के हुन्छ भनेर हामीले हेर्नु खोजेको। भनेको चाहिँ ओरिजिनमा छ भने चाहिँ म्याग्नेटिक भेक्टर पोटेन्सियल यति हुन्छ होइन, यति हुने भयो। तर हाम्रो ओरिजिन चेन्ज हाल्यो भने यति हुने हो भने हामीले यहाँसम्म चाहिँ लेख्नुपर्छ क्या इक्जाममा। यो चाहिँ हाम्रो मेन फर्मुला जो चाहिँ हामीले अरूको डेरिभेसनमा पनि युज गर्छौँ है। यो चाहिँ हाम्रो मेन फर्मुला हामीले याद गर्नुपर्छ। हामीले ओरिजिन चेन्ज हाल्ने बित्तिकै जे करेन्ट डेन्सिटी चेन्ज हुन्छ त्यसैले जे डैश लेखेको आर डैश बाई आर भेक्टर माइनस हाम्रो के हुने भयो भन्दाखेरि यो आर भनेको हाम्रो आर डैश बाई आर भेक्टर माइनस आर डैश भेक्टर हुने भयो, यो हुने भयो है।
ल यो चाहिँ हामी यहाँसम्म पुगिसकेपछि चाहिँ यो डेरिभेसन हाम्रो कम्प्लिट हुन्छ र हामीले चाहिँ फुल नम्बर पाउँछौँ। अलि हामीले यसलाई नोटबाट हेर्दै गयौँ अथवा हाम्रो बुकबाट हेर्दै गयौँ भने बुझिन्छ। केही छैन, धेरै सजिलो छ। 2-4 स्टेपहरू। सुरुमा हामीले के गर्छौँ भन्दाखेरि ब्याट से ब्याट ल थाहा पाउनुपर्छ र हामीले अरू के कुरा थाहा पाउनुपर्छ भन्दाखेरि निकाल्नुपर्ने नेबुला 1 बाई आर निकाल्ने, त्यसबाट हामीले त्यसको भ्यालु माइनस आर भेक्टर बाई आर के पाउँछ त्यो चाहिँ हामीले ब्याट से ब्याट लमा राखेर त्यसलाई हामीले क्रस फर्मुला र त्यो भेक्टरको एउटा फर्मुला हुन्छ नि त्यो फर्मुलामा निकालेर हामीले चाहिँ त्यसमा फर्मुला राखेर अनि ए को भ्यालु चाहिँ हामीले यतिसम्म निकाल्छौँ होइन। यसलाई हुन्छ हामी म्याग्नेटिक भेक्टर पोटेन्सियल। त्यसले चाहिँ हामीले अन्तिम यो एक्सप्रेसनसम्म निकाल्छौँ। एकदमै सजिलो छ। अलिकति प्र्याक्टिस गरेर भने यो चाहिँ एकदम मजासँग बुझिन्छ। हस्।